हामी होइन भन्ने ठाउँमा जान लाग्यो अब एकैचोटि वहाँ पुगेपछि सानो एक्सिडेन्ट भएको थियो आउने हाम्रो गाडीको अगाडि हेडलाइट चाहिँ गएको छ त्यो छ त हो अहिलेसम्म Best gifts does not always come in a box. Sometimes it comes with a quality family time. त्यसैले हामीले लक्ष्मीको बर्थडे मनाउनको लागि 3 दिनको लागि गोल्ड कोस्टबाट टाढा लस्ट भ्याली भन्ने ठाउँमा गएर बस्ने निर्णय गर्यौँ। गोल्ड कोस्टबाट मात्र 1.5 घन्टाको दूरी भए पनि यो ठाउँ गोल्ड कोस्टको कम्पेयरमा धेरै नै डिफ्रेन्ट थियो। हामीलाई जाने बित्तिकै यो ठाउँ एकदमै रमाइलो लाग्न थालिसकेको थियो। के छ त भोलिको प्लान अब? साँच्चै थाहा छ यहाँनिर चराहरूलाई खाना खिलाउनु मिल्छ अरे यस्तो फुल कपडा लगाऊ अनि त्यो चरालाई खाना खिलाएको पैसा चाहिँ डोनेसनमा जान्छ अरे होइन अनि खाना किन्ने चराहरूलाई यस्तो राखेर खाना खिलायो यस्तै फुल कपडा लगायो भने चाहिँ चराहरूले मजाले खाना खान्छ अरे They will say river swim, picnic. River swim पनि हुँदो रहेछ। भोलि गएर खाने उयोहरूलाई गाईहरूलाई खाना पनि खिलाउन मिल्छ। ठीक तपाईको भोकमा लाग्छ चाहिँ यसो पाउडी च्याप्प बिस्कुट छ मसँग त्यो बिस्कुट राम्रो छ हाम्रो तातो चिया खान लागेको ब्ल्याक टी पिरो एकदमै मौसम एकदम चिसो छ कस्तो लागिरहेछ त त्यो सबै सल्लाह घटेकै त्यो अघि हामी चाहिँ आज आउने बेलामा के भयो भन्दाखेरि बाटोमा आइरहेको बेलामा गाडी एकदम नर्मली स्पिडमा कुदिरहेको थियो अचानक कहाँबाट यत्रो ढेँडे कङ्गारु आएर झ्याप्प अगाडि आयो गाडी रोक्दै कङ्गारुको पुच्छरले चाहिँ हेडलाइटमा हाल्यो क्या अनि त्यतिखेर चाहिँ के भयो भन्दाखेरि सबै कुरा अचानक भएको भनेर देख्न पाएन गाडी रोकेर हेरेको कङ्गारु चाहिँ खल्ट्याङ गरेर झाडीभित्र गयो अनि यसो हेरेको त कङ्गारुको चाहिँ खुट्टा चाहिँ अलिकति खुत्रुक थियो अब के गर्ने कसो गर्ने भन्दा पनि अब के गर्ने कसो गर्ने के थाहा नै भएन क्या अनि यसो गऱ्यो कङ्गारुको अरू कङ्गारुहरू आएर घेर्न थाल्यो अनि त्यसपछि हामी चाहिँ अब होपफुली बाँच्यो होला अथवा केही भएन होला भनेर कङ्गारुलाई त्यहाँ छोडेर अब आयो अनि त्यहाँबाट लगभग 1.5 घन्टा हिँडिसकेपछि चाहिँ अहिले आएर गाडी हेरेको त गाडीको त हेडलाइट त पाचाक पिचिक गएको छ अगाडिको बोनेट पनि कुच्चिया रहेछ अब गाडी नै यस्तो भएको छ भने कङ्गारुलाई त झन् कस्तो भयो होला त अनि यता आएर यताको ओनरलाई सोध्यो हामीले बाटोमा यस्तो घटना घट्यो भन्दाखेरि त्यो ओनर चाहिँ अब यहाँको जनावरहरू एकदम बलियो हुन्छ होपफुल्ली युआर अल राइट भन्यो तर हामी सबै चाहिँ ठिक छौँ अब लेट्स होप कङ्गारुलाई पनि खासै चोट चाहिँ नलाग्यो हुनु पऱ्यो होइन त अनि गाडीमा यस्तो भएको अर्को चाहिँ अहिलेसम्म कामिरहेछ कामेरा आधा किलो वेट घटिसक्यो अनि कोही चाहिँ वेट बढाउनेतिर लागिरहेछ कस्तो लागिरहेछ अब होपफुल्ली कङ्गारुले के भएन होला भनेर अब प्रे गर म यही प्रार्थना गर्छु मतलब मेरो आँखाले देखेको कि यसरी नै हो मेरो आँखाको अगाडि ठोकेको कि त्यो त आँखाले मात्र देख्यो मेरो त नाकले कानले कपालले सबैले देखा हो क्या भएछ त हो यो कुन पारा हो बस्ने त्यो हुन्छ नि एउटा अन्डरटेका भयो एउटा के हो छुट्टिका हुन्छ नि हामी मान्छे नै हो कि हामी भूत हो अहिलेसम्म दिमाग ठेगानमा छैन हुन् न भोलि क्यामरा के हुन्छ है झड्का लागिरहेको झड्का के झड्का लागिरहेको हो अलिअलि बच्चाहरूलाई तर्साउने यसरी को बच्चा सु बच्चा तर्साउनु पाइन्छ हामीले साँझ दिउँसो के भयो भनेर त्यसपछि इन्सिडेन्ट्सको बारे कुरा गर्न थाल्यो अनि त्यसपछि अब आज हामी के खाने कसो खाने भनेर एकअर्कालाई सोध्न थाल्यो अनि त्यसपछि के बनाउने भनेर एकअर्कालाई सोधिरहेको थियौँ बेबी गर्ल आउँदैछ ए बर्थडे गर्लले किन काम गरिरहेको छ राम्रोसँग गरे ठिक छ बेबी गर्लले हेल्प गर्ने रे हो के बेबी गर्लदेखि डराउँदो रहेछ नि क्या बेबी गर्ल आउने बित्तिकै टाप के छ त अबको प्लान कति बज्यो 8:30 ल कतिवटा 8:30 बज्यो त अहिले 7 बजे थियो होइन हामी आयो एक कप चिया खायो 7 बज्यो एकछिन बस्यो 8:30 बज्यो अब हामी आगो बाल्ने आगो बालेर के हेर्ने आगो बालेर हामी यसरी म्युजिक बजाउने अनि बाहिर बस्ने
कुन म्युजिक बजाउने ये म्युजिक त्यो भूतको फिल्मको गाना बजाउने हो क्या अनि आज त एकदम भूतको फिल्म हेर्ने भनेर भनेको थियो त हेर्ने हो त हँ हेर्ने हो त बाहिर गएर 5 मिनट मात्र उभिएन यो ठाउँमा भूतको फिल्मै हेर्नुपर्ने आवश्यकता छैन भोलि मार्टिनलाई भेट्नु जानु त थाहा छैन यहाँको नयाँ सेयरमेट इट्स अन रेकर्ड मार्टिनको हो भनेर भन्दैन त मार्टिन इज ए स्नेक हिज अ स्नेक भोलि म त्यही मार्टिनलाई समातेर तेरो काखमा राखिदिन्छु ल किन मैले साथी हो भन्दैमा साथीलाई काखमा ल्याएर राख्छ Yes. अहिलेसम्म मैले कतिजना साथीलाई काखमा ल्याएर राखेको छु यदि तेरो साथी हो अनि तेरो साथी तेरो काखमा बसेको छैन भने त असल मित्रै होइन त्यो साथी होइन नि त्यस्तो त साथी भयो भने त सबैलाई पनि काखमा ल्याएर राख्दिने यो हो साथी भनेको मेन औचित्य नै त्यही तेरो काखमा बेस्ट ल्याएर फ्रेन्ड को हो भन् त मेरो दुईजना बेस्ट फ्रेन्ड छ नाम भन्न त मोटु र जुब्रो अनि दुईजनालाई कतिचोटि काखमा राख्छ तिनीहरूलाई त मैले बोकेरै हिँडिदिन्छु हँ हो एकैचोटि कहिलेकाहीँ एउटालाई एकचोटि लास्ट टाइम कहिले काखमा राखेको थियो धेरै भयो 3 दिन अगाडि भेटेर आएको 3 दिन अगाडि त्यसलाई मैले मेरो काखमा बस भने त्यो मानेन तर मार्टिन मैले अफर त गरेँ नि तैँले अफर गरे म रिजेक्ट गर्ने मार्टिनलाई त्यस्तो गर्नु भएन त्यो सदमामा छ किन क्यु लाके रख दिया न साउथ इन्डियन फिल्म हेर्दा हेर्दा ढिला डाला यतै मुखमा आएर खुवाउनु पर्छ कानै दुख्यो मेरो यता ठिक छ आजको अर्गनाइजर यही हो कस्तो जङ्गलमा अर्गनाइज गरे तर ठिक छ अहिलेसम्मलाई ओके भनेछ एउटा कथा सुनौ पुरानो साउथ अफ्रिकाको एकदम पुरानो हो क्या त्यहाँ चाहिँ त्यहाँको आदिवासीहरूले एउटा लिडर चुज गर्थ्यो अनि त्यो लिडरहरूले चाहिँ आफ्नो बासिन्दाहरूको टेक केयर गर्थ्यो क्या तर केही गरी त्यो बसिरहेको ठाउँमा पानी परेन ड्राउट भयो खाना पाएन भने सबभन्दा अगाडि लिडरलाई खल्लास पारिदिन्थ्यो क्या यसरी नै साँझ हामीले एकछिन गफ गरेर दिनभरि के गऱ्यो भनेर कुराहरू गऱ्यौँ अनि साँझ पख भेनाले चिसो मौसममा तातो खाना बनाएर रेडी गर्नुभयो मैले बनाएको कुरा मात्रै म भन्छु ल हामीसँग छ यो तातो प्रेसर कुकरमा बनाएको भात यो टमाटरको पकाएको अचार अनि यो छ दाल हो मेरो भन्दै न सुकुटी बनाउनु अनि हजुरले बनाउनु के भन न अनि यहाँ छ हाम्रो प्यारो भेनाले बनाउनु भएको सुकुटी आइटम अनि हामी हामी चाहिँ अब कुन ठाउँमा छौँ अहिले ओर्लेन्डो कटेज डार्लिङटन होइन डार्लिङटन यो कहाँ हो अब हामी खाना खान गइरहेको छौँ दिदी यता खाइदिने हो त खाना ल्याम कि ल्याम ल अब चाहिँ खानु सुरु अब हामी खाना ल खान सुरु अब हामी चाहिँ ल्याम कि ल्याम दिन थाल्यो के छ विचार गाइस लोक त्यसलाई चम्चा चाहिन्छ कि के छ विचार तारामै हजुर खाइदिने हो अब खाने हो ल अब खाइदिनु पर्ला ल्याम कि ल्याम चिसो चिसो चाहिँ प्रेसर कुकरको भात खानु लाग्दैछ आज चिसो छ है तर चिसो छ आज अलिक अब चिसो ठाउँमा तातो भात खानु पर्यो है ल खाइदिउँ खाना खाएर बस्दासम्म धेरै साँझ भइसकेको थियो त्यही भएर अब हामी भोलि के गर्ने भनेर योजना बनाउँदै थियौँ त्योभन्दा अगाडि हामी सबैले अनुहारमा फेस प्याक पनि लगाएको थियौँ यता आउनुको मुख्य कारण चाहिँ लक्ष्मीको ह्याप्पी बर्थडे मनाउनु पनि थियो किन के भनेको Happy birthday to you. Happy birthday, dear Teddy Bella. Happy birthday to you. उनको बसेर फु गर्ने हो कि? खोइ ह्याप्पी बर्थडे Happy birthday. कहाँ बस्नु बेना? यहाँ बस्ने? ह्याप्पी बर्थडे ल यहाँ बस। यहाँ बस ल। यहाँ बस। यहाँ स्पेसल मान्छे यहाँ बस। के भइरहेछ के बनाएको अनुहारले देखादे बेबीको बर्थडेको लागि राम्री भएको हो र अनि कस्तो लागिरहेछ त बर्थडे गर्नलाई एकदम मजा आइरहेछ ह्याप्पी बर्थडे टु यु मनाउँदा कस्तो भइरहेछ अहिले चाहिँ ठ्याक्कै रातिको 12 बजे छ हामीले ठ्याक्कै 12 बजे ह्याप्पी बर्थडे टु यु मनाउँदैछौँ अनि ए के भयो भुइँचा लाग्यो क्या हो ल फेरि गरौँ ह्याप्पी बर्थडे to me, happy birthday to me,
Happy birthday, dear Behna. happy birthday. To you. Hip hip. Hooray! 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 Happy birthday to you. Happy birthday. Happy birthday. म To अगाडि me. एउटा फोटो खिचिदिन्छु कसको बेबी गर्लको लौ लौ Happy birthday. ऊ त बजिरहेको छ कि अलार्म कसको बज्यो ह्याप्पी बर्थडे ए ह्याप्पी बर्थडे ल बर्थडे गिफ्ट कल कल के पाएछ त एनी गेस कति धेरै गिफ्ट के होला त के हो गिफ्टहरू कल ल हेरौँ के पाएछ कति धेरै के हो त के हो यहाँ मैले ड्रइङ गर्छु न यो पेन्टिङ कस्तो राम्रो क्युट मिनी क्यानभस पेन्टिङ डिटेल यो तीनटा पेन्टिङमा वाटर कलर गर्ने नाइस 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 ओहो त्यो के यो हो? टक्कै त लाउने पुतली? यसरी मुख अनि फेस उ गर्ने ब्युटी हो दामी के हो मलाई यो चाहिरहेको थियो मैले ओ त्यो के हो मेकअप ब्लेन्डर कसरी दामी अन्डा हैन? ब्रस त्यसले मगाइसकेछ हतार क्यान्सल गरेर ए printing ल्याउनु पर्यो। उब्ला वा अन्डा आज गर्नुपर्छ यो कस्तो मजाको टक्क के त्यो रेडिमेड उब्ला वा अन्डा बोल रहा है ड्याम उबला हुआ अंडा मांग रहा है आधा अरू कुरा पनि राख्नुहुन्छ ए तपाईँलाई पनि मलाई पनि सिग्लामकै ल्याइदिएको कहाँबाट अर्डर गरेँ तपाईँले मसँग थियो मलाई यो चाहिरहेको थियो कि यो ब्लस मैले त्यही भएर ल्याइदिएको मसँग ब्लस थिएन तपाईँसँग माग्छु भन्ने थियो ठिक छ दुईटा ब्लसै हो एउटा अलिकति रातो एउटा अलिकति पिङ्क मलाई दुईटै सुहाउँछ भनेर धन्यवाद कहिले ल्याउनु भयो तपाईँले कहाँबाट ल्याउनु भयो यो लिप ओइल त्यही भएर सोधेको बेबीकोले के लाएछ भनेर ठिक छ नरिसिङ लिप ओइल यसमा चाहिँ पर्फ्युम भर्ने है केही छैन अहिले खाली यसो छ। गरेर यस्तो गर्ने यसको यहाँनिर यो छ नि पर्फ्युमको ढक्कन खोल्ने यस्तो 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 गरेर यसमा पर्फ्युम भर्ने अनि सानो चाहिँ लिएर हिँड्ने आफूलाई जहाँ मन लाग्छ त्यहाँ यसो पर्फ्युम जस्तो लाउने 4.5 ml को मसँग पनि एउटा छ मलाई यो लाउनु सिकाइदिनु है हेर हेर कस्तो क्युट क्युट डल अब मलाई यो रुममा राख्नुपर्छ यो यसलाई रुममा राख्ने डल यसरी के हो बाख्रा दुईटा टाइगर बिरालो यसरी बिरालो टक्क मेरो उसमा राख्नु टेबलमा राख्नु धन्यवाद धन्यवाद यति धेरै सामान कसरी ल्याउनु तपाईँले मिलाएर धन्यवाद धन्यवाद ह्याप्पी बर्थडे कसको हो यो सबै आइडिया मेरो धन्यवाद भेनाजु लक्ष्मीको लागि हामीले ग्रिटिङ कार्डमा बर्थडे विश लेख्न थाल्यौँ के हो यसको नि हेन्डराइटिङ त राम्रो हुन थालेछ त ल विस्फोट पर्थ्यो त के लेख्नुभयो धन्यवाद दिदी मोमबत्ती मन पर्थ्यो साबुन मन पर्थ्यो भर्खरै भिक्स मन पर्थ्यो मैले भिक्स खान्थ्यो के लेखेछ ओपल फेस प्यारी बेहेना ह्याप्पी बर्थडे धेरै माया अनि आशीर्वाद छ तिमीलाई रे कहाँबाट तिमीलाई आइज कसले लेख्यो होला दिदी रे ओहो यसो दिएको नि भनेको मान्नु गरेर खानु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे साली नानी त्यस्तो ज्ञान गुण म त्यस्तो ओपल फेस धन्यवाद 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 एउटा फोटो खिचिदिनु न सामान्य रूपमा सुरु भएको हाम्रो यो यात्रा विभिन्न घटनाको कारणले उतार चढावमा समाप्त भयो दिनभरिको यात्रा अनि थोरै थकानले अब हामी चाँडै सुतेर भोलि बिहान घुम्न जाने योजना बनायौँ र यसरी नै हाम्रो पहिलो दिन समाप्त भयो अब हामी भोलि बिहान उठेर लस्ट भ्यालीको भ्रमण गर्नेछौँ र यताको आकर्षणको बारे पनि बुझ्नेछौँ